एक सूर्य सारा देवी देवता ती परमात्माको तत्त्वलाई नजानेर नेति त्यहाँबाट उता हामी जान्न सकेनौँ भनेर वेदले अगम जान्न के निगम कहायो। निगम भनेर वेदले पनि भनिदिए। त्यसका परब्रह्म परमात्मालाई ब्रह्माजीले पनि जान्न सक्नु भएन। यदि ब्रह्माजीले जान्नु भएको थियो भने श्रीमद् भागवतको 10औं स्कन्धमा यो प्रसङ्ग आउँदछ। के प्रसङ्ग आउँछ भन्दा एक दिन कृष्णजी वनभोज गर्न भनेर जानु भएको थियो। विप्रद वेणु जठर पठयो शृङ्गवेत्री च कक्षे वामे पाणौ मसिद कमलं तत्फलान्मेङ्गुलीषु तिष्ठन् मध्ये स्वपरिस्मितो हासयन् नर्मभीष्वै स्वर्गेणुके विशति बुभुजे एके भूप्रालकेनि। पूर्ण ब्रह्म परमात्मा परात्पर सच्चिदानन्द स्वरूप एक दिन वनभोज गर्न भनेर जानुभयो। सारा ग्वालबालहरूलाई लिएर वनमा गाई चलिरहेका थिए, ग्वालबालहरू थिए। कसैले कृष्णलाई मेवा मिष्टान्नहरू बनाएर दिन्छन्, कसैले लड्डु, कसैले पेडा, कसैले जेली, अनेक मिठाईहरू ढकने खिर बनाएर, कसैले अचार ल्याएका हुन्छन्, आमको मुरब्बा गुलियो पकाएको, इमलीको मुरब्बा, त्यस्तै खटरस अचारहरू, मिठा मिठा अचारहरू ल्याएर कृष्णलाई दिन्छन्। श्रीकृष्णको हातमा त भरिसक्यो, कसैले दही र भात मुसेर दिन्छन्, भरियो, चुइन थाल्यो यताबाट दही। अब अचार चाहिँ तिन ल्याएर दिन थाले कृष्णको सानो हातमा। कृष्णले अचार चाहिँ यता टाँसिदिया भनेर यस्तो उम्लामा टाँस्न लाउनु गुलियो अचार। अनि श्रीकृष्णले त्यो भोजन खाना लाग्दाखेरि एकजना ऋषि काम भएर आए। कृष्ण कन्हैयालाल की रसखानको भाषामा रसखानले लेख्नु भएको छ, शेष महेश दिनेश गणेश जाहि जपे निरंतर गाए नैकन्य जी आनंद ही जड़ मूढ़ महारस खानी कहा। म मूल रसखान मुसलमान रसखान भएका मुसलमान जातिमा जन्मेका म मूल रसखान के जान्दछु कृष्णको तत्त्व परमात्माको तत्त्व केही पनि जान्दिनँ। शेष महेश शिवजीले पनि जान्न सक्नु भएन। महेश शिवजी, शेषाई भगवानले हजारौं जीव राख्नुभएका उनले पनि गुण गाएर सक्नु भएन ती कृष्णको। गणेश दिनेश कसैले पार पाउन सकेनन् भने म के जान्दछु। ताही अहिरकी छोहरिया छचिया भरि छाछके नाचन चाहे। कृष्ण परमात्मालाई चाहिँ ग्वालिनीहरूले गोपीहरूले प्रेमको बन्धनमा बाँधेर एक मुठी दहीमा नचाइदे। कृष्ण कन्हैयालाल की जय। ब्रह्माजीले जान्न सक्नु भएन। तेरे ब्रह्म हृदय आदि कवै ब्रह्माजीले जान्न सक्नु भएन। मुह्यन्ति यत् सूर्य मोहित भए सारा देवी देवताहरू। त्यसमा परब्रह्म परमात्माको मङ्गलाचरण गाइएको छ। ती परमात्माको धाम लीला दिव्य धाम छ, दिव्य परम धाम छ। ती परमात्माको संसारमा त गोकुल वृन्दावन भनिन्छ, तर गोकुल पनि अखण्ड छ, वृन्दावन पनि अखण्ड छ। अखण्ड वृन्दावन, अखण्ड रास, अखण्ड धाम भनिन्छ। अखण्ड छ, सबै कुनै नाश छैन, शाश्वत छ, अखण्ड छ। धाममा सोइन सदा निरस्त भव। त्यसमा परमात्माको जसले स्तुति गर्छ भने उसको हृदयको नराम्रो जुन द्वेषपना हो, ईर्ष्यापना हो, पाप हो, सबै जलेर भस्म हुन्छ। कृष्ण कन्हैयालाल की कसरी भन्दा ती परमात्माको लीलाले ओतप्रोत भएको श्रीमद् भागवत जसले सुन्दछ। श्रीमद् भागवते महामुनि कृते परमहंस संहिता भनिन्छ श्रीमद् भागवतलाई। साधारण संहिता होइन, साधारण मान्छेले रचेको होइन, स्वयं भगवान कृष्णको मुखारविन्दबाट प्रकट भएको वाणी हो श्रीमद् भागवत। त्यसको श्रीमद् भागवत जसले सुन्न चाहन्छ, जसले जान्न चाहन्छ भने
सक्यो नित्य बरुद्ध त्यत्र पृथ्वी पक्का त्यति बेलै त्यही छिन् परमात्मा उसको हृदयमा आएर बस्नुहुन्छ। कृष्ण कन्हैया लाल की शुश्रूषु भित्रजना उसको भित्रको सबै सुकृत फल प्रकट हुन्छ उचाएर तत्क्षण परमात्मा आएर हृदय रूपी मन्दिरमा बस्नुहुन्छ र बन्सी बजाउनुहुन्छ। सद्गुरु महाराज की। अब हामीलाई नाम संकीर्तन हुन जाऊ अनि भागवत प्रसङ्ग अगाडि सुन्नेछौँ। भाइ कर्मी भनेको काका यो पङ्खा लाग्यो भाइले गर्नु कृष्ण कन्हैया लाल की। कदमको डाँडीमा बसेर मुरली बजाउने त्यही हो कि कृष्ण कन्हैया कसरी पुगाउने। कदमको डाँडीमा बसेर मुरली बजाउने त्यही हो कि कृष्ण कन्हैया मोहनी लगाउने। कदमको डाँडीमा बसेर कदमको डाँडीमा बसेर मुरली बजाउने त्यही हो कि कृष्ण कन्हैया मोहनी लगाउने। कदमको डाँडीमा बसेर राधिका बोलाउने मुरलीको सुनैले राधिका बोलाउने। धन्य छ प्रभु तिम्रो लीला संसारै भुलाउने। धन्य छ प्रभु तिम्रो लीला संसारै भुलाउने। संसारै भुलाउने संसारै भुलाउने। कदमको डाँडीमा बसेर मुरली बजाउने त्यही हो कि कृष्ण कन्हैया मोहनी लगाउने। कदमको डाँडीमा बसेर